अमेरिका बोला छन् गइने भा छैन अस्मिता छोडेर जानै मन लाग्छैन सुरुमै नाम लियौ भो तिमलाई पेलिन म किन चाहियो र सँगै छिनेलिन मैले लिँदै रहेछौ सोमबारे व्रत बरबिनाको व्रतको के अर्थ भनेर भन्यो भने तिमी के भन्छौ म मौन बस्न चाहन्छु यो विषयमा हामी यस्तै यस्तै रमाइला कुराहरू आज गर्छौँ अब प्रताप दासको भाइ हो चिन्ता लाग्छ होइन अहिलेसम्म बिहे भएको छैन चिन्ता लाग्छ नि त हामीलाई त अब हुन त बिहे भएकाहरू सबै खुसी हुन्छन् भन्ने पनि होइन होइन बिहे भएकाहरू खुसी हुने भएदेखि त अस्मिता डल्लाकोटी सधैँ खुसी हुनुपर्ने होइन जति बेला रोयो जस्तो देख्छु म हे झन् यस्तो भनिदिन्छौ कसरी जानु हौ एलिना बहिनी हो तिमी त सानो हो ए बद्री गफाडी जन्मियौ के बारमा को बहिनीको सानो देखियो बेबारमा ए सँगसँगै बस्थे म सँगसँगै खान्थे आधुनिक गाउने भा तिमीलाई नै लैजान्थे भो दाजु नगर गीत गाउने काममा दोहोरी सुन्नी नि होला नि त्यो ठाउँमा तिम्रो नि आउँछ दिन भरोसा गर सुमनसँग छोडेर जान मन कहाँ छ र अस्मिता देखेसी सब केटा फिदा म एक्लै हुँदिन तिमी घर फर्किँदा हे धोका नै दिन्छौ कि यो मनले भन्छ एकतिर जड्या छ एकतिर सुमन छ आफ्नै मान्छे हो सिउँदो नभर्दिम्ला आफ्नो नै मान्छे हो सिउँदो नभर्दिम्ला अमेरिका बस्नु जेलमा हेरचाह गर्दिम्ला अस्मिता हेर्नलाई बालकुमार खटाउँछु सुमनलाई 3 महिना कतारमा पठाउँछु म आफ्नै तालको छु न कोहीलाई टेर्या छु शक्ति ज्वाइँ थाइल्यान्डमा अहिले मै हेर्या छु ए बद्री तिम्रो त फुर्ती नै ठुला हो ए बद्री तिम्रो त फुर्ती नै ठुला हो सुमन र बाले नि उडानको मुला हो सबभन्दा गतिलो यिनै गेट पाले हो सुन्दैछु पनि धादिङको भाले हो सोचेछौ पालेलाई ढोकामा राखेछु मुसीलाई पाएछ मैले नि ताकेछु कसको पोइ कहाँ छ हामीलाई थाहा हुन्छ कुकुरलाई हड्डी हेर भनेर कहाँ हुन्छ लिन्छ कि कथाले अरिकै मोड सुरक्षित छैन म नेपालमा नछोड साँझ 6 बजेसी चुकुललाई बस म आइफोन ल्याइदिन्छु कोहीसँग नफाँस बद्री दाई 1.5 साल अमेरिका घुम त कोही विदेश जानेको सेक्रेटी हुँ म त साले पो आएछ पालेको भेषमा श्रीमती जोगाउन गाह्रो छ यो देशमा हजुरलाई लारहेछ पालेको डर एलिना पनि त सुरक्षित कहाँ छ र राखी नै बाँधेको हो हेर मैले कालीनाग जस्ती छन् आँट्दैन कसैले राखी नै बाँधेको हो हेर मैले कालीनाग जस्ती छन् आँट्दैन कसैले घर र दशाले छोको छ घर भन्थ्यो ज्योतिषले मलाई नि नाग पूजा गर भन्थ्यो अस्मिता हेर्नु है ढुक्क नै भएर गाईको दुध चढाउला बाल्टी मर गएर एउटै ठाउँ हो अरे गाँसको नि बाँसको नि मलाई त भर छैन त्यही प्रताप दासको नि तिमीले झै जान्दिन दोहोरी गीत कसको के बिगारे भन त अस्मिता
गरे उगरे नौ हल्का शिर निउर्या छ अरूको थाहा छैन मेरो मन बिउर्या छ जता नि ठिक पार्ने रहेछ नि लुसीले मलाई नि त्यही भन्थे अस्मिता मुसीले म राजी थिएन उनलाई भन्दिन त तिमीले अमेरिकालाई जान्न भनेको किन त मुसीलाई लैजाने विकल्पै रहेन लगेजमा हालेर लान नि भएन मैले ख्याल गर्दिन ठुलो छ सानो छ मलाई त नि अमेरिका जानु छ अमेरिका मन पार्छौ त्यो कुरा मान्छु बाल्टिमोर घर किन्छु त्यसपछि लैजान्छु अमेरिका जानीको नागेत्रो भएको छ मेरो नि इन्डियाको भिजा त लागो छ इन्डियाको सपना देखेछौ दिनदिन बर्डरमै जाँड खाएर सुत्लाउने 3 दिन रमाइलै भएको छ दोहोरी गाउँदा जड्यालाई म्याकडोनल्ड्स ल्याइदिन्छु म आउँदा म यसै झ्याप हुन्छु कोदाको खासी म्याकडोनल्ड्स भन्ने चाहिँ लोकल कि विकासी जड्यादै किन हो अबुझ बनेको आइफोन चाहिँ मोबाइल हो म्याकडोनल्ड भनेको म्याकडोनल्ड्स खाएपछि एक प्याकले छुन्छ दाइ अस्मिता जत्रो त बोतल नै हुन्छ दाइ एक क्वार्टर लाएपछि 4 तिरै ल्याङ आउँछ त्यो किन्ने पैसाले 1 ट्याङ्की छ्याङ आउँछ पछि नै थाहा हुन्छ कसले के पाउने हो अमेरिका जाने हो दोहोरी गाउने हो तिमीले नलाए गाह्रो छ 3 जना कि मलाई गराइदेऊ बिनोद छ चिन्जना छिनछिनमै रोइरहन्थे अहिले त हँसाइ छ विनोद त प्याक भए कलाले फसाइ छ गीत सुने भन्दी हुन् मेरो मन कालो छ छोरीले के पाउँथ्यो आन्टीको पालो छ त्यसो भए मलाई चाहिँ रौसी नै लिनु त्यसो भए मलाई चाहिँ रौसी नै लिनु एकचोटि बद्रिँदै इङ्ग्लिसमा हाँसिदिनु त्यही इङ्ग्लिस जाने हुन् हेलो र हाई भन्दा बुढी औँला तेर्स्याउँछन् साइन गर्नुहोस् दाइ भन्दा के इङ्ग्लिस जाने छन् बद्रिँदै सिधा नि भोइस रेकर्ड सुनारे इन्टरभ्यू दिँदा अमेरिका जाने हो गीत गाउने आशामा नेपाली पोसाकमा नेपाली भाषामा दौरामा तुना हो पायाटमा चेन हुन्थ्यो पढेको मान्छे भए गोजीमा पेन हुन्थ्यो जेसुकै भन न इङ्ग्लिसमा गाइँदैन डिजिटल जमाना यस्ता पेन चाहिँदैन दाजुलाई नहे पगाडि बढ्नुभयो 3-4 साल 8 कक्षा दोहोऱ्याइ पढ्नुभयो हे जति नै पढे नि तिमीले के पाएको छ युएसको भिसा त मेरो नै लाको छ राजन र उदयको बाल्टिमोर घर डलरले पुर्देलान् बद्रीले ओस गर हे बाल्टिमोर गएर भन्दिन बास छैन माया हो चाहिएको डलरको आश छैन भन्न त भन्या छौ चाहिँदैन डलर भाग्लाउने बेलामा 4 जना नलर मनमुटाप झगडा गर्ने तर्किन्छौँ गीत गाउन जाने हो गाएर फर्किन्छौँ फर्किने बेलामा पठाउलाम चिनो
डोनाल्ड ट्रम्प साथी हो सम्झ्या थियो भन्दिनु। ए साथी नै रहेछन् नि बोलाइनन् किन, कार्यक्रम धेरै छ म जान भ्याउँदिन। हे खुब राम्रो मान्छे छ जता नि धाउँछ दाइ, मेरो दाइ हो भन्नुहोस् उही भेट्न आउँछ दाइ। बसे है बाले दाइ भेट्नलाई नलाई, म भरे आउने छु मायालु भेट्नलाई। मैतमा छोरी घरमा बुहारी, आमालाई माया सासु सजुहारी, किन यस्तो भेदभाव गर्नु पर्छ, एक दिन त सबैले मर्नु पर्छ। पृथ्वी छोडेर कहाँ छ र जानु, आउन चौछम छमी के छ र लैजानु। पृथ्वी छोडेर कहाँ छ र जानु, आउन चौछम छमी के छ र लैजानु। यो गीत चाहिँ हाम्रो प्रकाश सपुत दाइको शब्द रचनामा सङ्गीतमा उहाँकै च्यानलमा छ। मैले प्रकाश सपुत दाइले र कुशल बेलवासी दाइले गाएका छौँ। तपाईँहरूले युट्युबमा गएर हेर्न पनि सक्नुहुन्छ है त। हो संसारै चलाउने माया, संसारै जलाउने माया, संसारै हँसाउने माया, संसारै रुवाउने माया। यो माया रुखमा पातामा हाँगामा जरामा फुलमा माछामा माउरीमा चरामा कहाँ छैन र माया। को छ र माया नलाको चोखो, को छ र मायाले नरोको। आकाश गए पनि पाताल गए पनि जति सहे पनि पर्छ फेर देउतै भए पनि। हे नलाउ माया कसैले गहिरो जाँदो रहेछ मुटुमा पहिरो। छोड्यौ चटकै ए छोड्यौ चटकै, छोड्यौ चटकै, छोड्यौ चटकै, छोड्यौ चटकै, तिम्रै छल्कोले मुटु कटकै।